हेलो एभ्रिवान, फेरि पनि आज चाहिँ एउटा 1.5 पाउन्डको केकको अर्डर आएको थियो र मैले यहाँनिर डल लाउने बेलामा चाहिँ हातै भाँचेर फेरि पनि मैले त्यसलाई एडजस्ट गरेँ अनि बनाएँ है। र मैले यहाँनिर अलरेडी केकको बेसर बनाइसकेको थिएँ र मलाई यो चाहिँ अस्तिको पालिमै डिजाइन लगाउनु मन पर्थ्यो, तर त्यति बेला चाहिँ मेरो यो नोजलले कामै नगरेकोले गर्दाखेरि आज मैले यसको बनाएको छु। र आजको अर्डरमा चाहिँ मलाई रेड कलरको कलर गरिदिनु भनेको थियो है, तर मेरोमा रेड कलर चाहिँ वाइटमा लाउँदाखेरि चाहिँ एकदमै अर्कै कलर आएको थियो र अहिले चाहिँ यो कलर मैले पिच कलरमा बनाइदिइरहेको छु है। उहाँहरूले भनेको जस्तो मैले कलर दिन सकिनँ र पिच कलरमा पनि अब नानीहरूको त जामाहरू यस्तो राम्रो देख्छ नि त। अन्त मैले यहाँनिर जामालाई चाहिँ है नानीको फ्रक भनौँ न है, कतिजनाले गाउन पनि भन्छ, अनि मैले यो प्रकारले लगाइदिएँ होइन। र यो डिजाइन एकदमै मन परेको मलाई चाहिँ होइन, अनि मलाई अस्ति नै लगाउने इच्छा थियो तर भएको थिएन, अनि आज चाहिँ मैले यो डिजाइन लगाइदिएँ। अनि यो जुन डलमा छ त्यसमा चाहिँ मैले वाइट कलरको ब्लाउज बनाइदिएँ र यसमा चाहिँ मैले यसरी बनाएपछि होइन वरिपरि पछाडि अगाडि सबै लगाएपछि चाहिँ मैले यो जुन हात छ हातमा पनि यसरी मैले लगाइदिएँ। अनि त्यहाँनिर चाहिँ पल लगाएर चाहिँ पिङ्क कलरको पल लगाएर अलिकति डिजाइन दिएँ। अनि त्यसमा चाहिँ मैले इडेबल यो जुन तपाईँहरूले देख्नुहुँदैछ मैले लाउँदै गरेको इडेबल यो त अब के भन्नु यसलाई साइनिङ कलर गर्ने होइन, त्यो चाहिँ मैले डस्ट साइनिङ डस्ट लगाइदिएको थिएँ र एकदमै यो गाउन चाहिँ टल्केर होइन यति राम्रो देखेको छ।